बादर नि राम्रो 4टा बादर रहेछ 2टा होला भनेको त मलाई त कसरी अरे के अरे थम्बनेल टाइटलमा हाल्नुपर्छ सुरज सर आइ भन्दिनु न आइ सर बोझ हाँस्दै हुन्छ उताबाट लट्टे साग आउनु होला लिनको लागि लट्टे साग अघि लट्टे साग देखाउँदा हेलो एभ्रिवान जोडले नमस्ते सबैजनालाई जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ बाजे बोजू आमा बुवा आन्टी अङ्कल ठुलोबा ठुलो मम्मी मामा माइजू फुवा फुवाजू होइन दाजुभाइ दिदीबहिनीहरू र मेरो प्यारा प्यारा साथीहरूलाई स्वागत छ। इट्स मी प्रतिका लुङ्गेली मगर होइन म फेरि उपस्थित भइसकेको छु न्यू डे न्यू ब्लगको साथमा। र आजको ब्लग चाहिँ के हुनेछ मलाई केही थाहा छैन होइन। हिजो चाहिँ म स्कुल गएको थिएँ, हाम्रो पुरानो स्कुल होइन, पुरानो स्कुल भन्दा पनि भर्खर भर्खर निस्केको स्कुल, त्यहाँ गएको थिएँ। अनि त्यहाँ चाहिँ बहिनीलाई हामी टिफिनमै घर ल्याउने भनेर गएको थियौँ होइन। ओ माई गड मैले त्यहाँको पनि 1-2वटा क्लिप लिएको छु कि मैले हिजो चाहिँ हाल्न पाइनँ। 1-2वटा क्लिप लिएको छु म, त्यो पनि हालिदिन्छु अहिले टक्कसँगले। यस्तो खुसी लाग्यो मेरो भाइ बहिनीहरूसँग भेटेर होइन। सो साथीहरू हामी चाहिँ हाम्रो स्कुल आएको छौँ दराइदिङ। हाई ए इग्नोर हान्दिएको हाई भन्दै चाहिँ यत्रो हाम्रो राइजिङ स्कुल आयौँ आज। यहाँ बहिनीलाई घर लाने अरे त्यो भए यो बोक न यो कहाँ जाम जान त भन्नु अनि मम्मीले घरबाट आउनु भन्नुभएको मम्मीले घरबाट आउनु घरबाट फोन होइन घर उसको त भन्नु भएको छैन आहा हाम्रो केटीहरू के छ खबर? कति भएर चलेर हेर्नु त। हेलो हेलो गइसकेर आएको छिटो हालिसकेर अघिदेखि बनाएकै छु त मैले। थ्याङ्क यू फर्म भर्न आएको गएर आएको। हेलो जेसिका ओ माई गॉड मलाई कस्तो हाँस उठिरहेको होइन। अनि त्यही बाई बाई। हाम्रो बहिनीहरू कति क्लासमा पुग्यौ? बा बियली है यो पालि अब। हेलो लुकेको अरे के अरे थम्बनेल टाइटलमा हाल्नुपर्छ। Guys, welcome to Pratika Lungeli होइन लाइक शेयर सब्स्क्राइब त लाइक शेयर सब्स्क्राइब गर्नु प्रतिका घरमै आउँछ त्यसलाई। हेलो के हेर्ने हौ? हेलो भन न भ्लग बनाएको ल पढ्न जाऊ बाई बाई। यता हेरे हाई भनिदिनु न त, हाई भनिदिनु न सुरज सर हाई भनिदिनु न। आइ सर जबरजस्ती गर्न लागेको जस्तो। हेलो राम्री ल हेर नि न त क्यामेरा निकाल्नु बित्तिकै साथीहरू तपाईँहरू सबैजनाले देखि नै हाल्नुभयो होला। म चाहिँ स्कुल गएको थिएँ, बहिनीलाई लिन गएको थिएँ होइन, उसको बहिनीलाई। अनि त्यहाँदेखि देखि नै हाल्नुभयो र हाम्रो स्कुलमा। ओ माई गड सबै स्कुलबाट हुनुहुन्छ हाम्रो क्रेजीहरू क्रेजी फ्यान होइन, फ्यान त म भन्दिनँ। मेरो भाइ बहिनीहरू सबै मेरो भाइ बहिनीहरू सबै होइन क्रेज क्या त्यो होइन। एकदम खुसी लाग्यो सबैलाई देखेर होइन। थ्याङ्क यू सो मच सबैजनाले यहाँबाट धेरै धेरै
अब सायद म अब हाम्रो यो एक्जाम सकेपछि गएको थिइनँ म स्कुल एकचोटि अस्ति गएको थियो होला रिजल्ट सोध्न भाइको अनि त्यहाँदेखि गएको थियो तर त्यति बेला छुट्टी छ नि त कोहीसँग भेट भएको थिएन अनि एकदम खुसी लाग्यो सबैसँग भेटेर यति धेरै माया गरिदिनु हुँदो रहेछ होइन सबैले भिडियो हेर्नु हुँदो रहेछ होइन धेरै धेरै माया तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा लभ यु अल सो आजको भिडियो चाहिँ के हुनेछ कसो हुनेछ मलाई केही थाहा छैन होइन उहाँ चाहिँ हाम्रो आन्टीहरू साग टिप्दै हुन्छ लट्टे साग अनि बोजू चाहिँ सफा गर्दै हुन्छ म त्यो पनि देखाउँछु अहिले होइन यस्तै हिजो अस्तिको भिडियो हेर्नु भएको छैन भने अस्तिको भिडियो हेर्नु भएको छैन गएर सबैले हेरिदिनु होला चेक गरिदिनु होला भिडियो ल मन परेमा लाइक कमेन्ट सेयर अनि च्यानललाई अहिलेसम्म सब्सक्राइब गरिदिनु भएको छ भने सब्सक्राइब पनि गरिदिनु होला र अझै पनि म तपाईँहरूलाई भन्छु कि तपाईँहरू भिडियो हेर्नुहुन्छ माया गर्नुहुन्छ मलाई मन पराउनुहुन्छ आई नो तर प्लिज भिडियोलाई लाइक पनि गरिदिनुहोस् त्यहाँ तल लाइकको अप्सन हुन्छ सबैजनाले गएर लाइक गरिदिनुहोस् भिडियोलाई अब त्यस्तै हो आजको भिडियो चाहिँ के हुनेछ कसो हुनेछ केही छैन मलाई चाहिँ बिहानै उठेर घरको कामहरू सकेर अहिले चाहिँ यहाँ भिडियो स्टार्ट गर्दैछु म अब म खाना खानुपर्ने हुन्छ त्यहाँदेखि रेडी भएर एज युजल हजुरलाई थाहा नै छ म चाहिँ कहाँ जान्छु भनेर सिपिएन कम्प्युटर क्लास लिन कति भइसक्यो है कम्प्युटर क्लास लिन गएको नि म पनि यस्तै हो ज्ञान लिँदैछु म कम्प्युटरको बारेमा अब काम लाग्छ नि त सो लास्टसम्म हेरेर साथ दिनु होला भिडियो के हुनेछ बाइ द टाइटल थाहा भए पनि सक्नुभयो होला के हुनेछ भिडियो भनेर त्यही हो म स्कुल गएको थिएँ हिजो अनि हिजोको क्लिपमा चाहिँ एकचोटि हेरेर त्यो हालिदिन्छु म अनि अरू के हुनेछ मलाई नै थाहा छैन स्टे ट्युन के हुनेछ हेर्दै जानु होला लास्टसम्म यहाँ हाम्रो बारेमा चाहिँ टन्नै लट्टे फरेको छ कि आन्टीहरूले कस्तो मजाले टिप्दै हुन्छ यहाँ हेर्नु त बा बोजू हाँस्दै हुन्छ उताबाट लट्टे साग आउनु होला लिनको लागि लट्टे साग टन्नै छ आन्टीहरूले नि एक मुठी टिपेर लानुभयो लट्टे साग मनपर्ने जति खानको लागि आउनु है हाम्रो घरमा टन्नै छ आफै फलेको ए उम्रेको आफै उम्रेको दाल बनाएर अनि लट्टे साग टक्कसँगले भुटेर गम भात खानुपर्छ काँक्रासँग धनिया पनि छ अचार पिन्नको लागि मक्केबारी करम अघि लट्टे साग देखाउँदा हाँस्ने मान्छे चाहिँ है हाम्रो बोजू के गर्नुभएको मान्छे भन्दा बेसी फुलहरूलाई माया गर्नुहुन्छ बोजूले त यहाँ नि यो फुल कस्तो राम्रो छ बा के अरे बोजू यो फुलको नाम त इङ्ग्लिसमा छ है मलाई पनि थाहा छैन हाम्रो सपन दिदा थाहा थियो यो फुलको नाम त कस्तो राम्रो छ यार बा हाम्रो बोजूको मेहनत टक्क लाएर फुलहरू रोपिराख्नु भएको छ सफा गरेको दोकान बाल छैन दोकान छोडिदिनुहुन्छ बरु सफा गर्नुहुन्छ यहाँ दोकान बाल छैन यता सफा गरिदिनुहुन्छ बरु अनि तुमा भन्दै बोलाउँछ अनि जानुहुन्छ फेरि अघि लट्टे साग लिन आउनु भन्दाखेरि हाँस्दै हुन्थ्यो कि यहाँनिर त्यही भएर सो साथीहरू म चाहिँ अब घरमा कामसाम सकेर खानासाना खाइसकेर है रेडी पनि भइसक्यो एज युजल हजुरलाई थाहा नै छ म कहाँ जान्छु भनेर सिपिएन म चाहिँ कम्प्युटर क्लास जान आँटेको अब होइन म चाहिँ रेडी पनि भइसकेँ ड्रेसेस लाएर र आज चाहिँ मेरो यहाँ अगाडि चिन्डी जस्तो देखिरहनु भएको होला है निधार पिलित्तै निक्लेर के गरेको छ यसलाई आज कपाल भनेर सोचिरहनु भएको होला होइन मैले चाहिँ कपाल आज यस्तरी बाँडेको छु किनभने गर्मी यस्तो छ पप्पा भएर गर्मीले हार्ट एट्याक आएर मरिन्छ होला यार अब के गर्नु कपाल काटेको छ अगाडि यतिको नकल पार्नु परिगयो होइन त्यही भएर गर्मी हुन्छ र अगाडि कपाल सबै आउँछ भनेर चाहिँ मैले आज पक्कै पारेर सबै कपाल लगेर चिन्डे पारिदिएको छु होइन गर्मी भएर फोको पारिदिएको छु के गर्नु त गर्मी हुन्छ अब के नकल पारेर भएन होइन अब सिर आउँछ आनन्द हुन्छ यसरी त होइन त्यही भएर अब चाहिँ म रेडी भइसकेँ अब जान आँटेको अब यहाँबाट म त्रिवेणी चोक जान्छु हजुरलाई थाहा नै छ र त्यहाँनिर मेरो साथीहरू छन् अनि एकैचोटि वा गरेर भेटौँ लाउनेहरूलाई अनि जाम सिपिएन म चाहिँ हेर्नुहोस् या तपाईँहरूले देख्न सक्नुहुन्छ त के अरे त्रिवेणी चोक आइसक्यो यहाँ म पर्खेको लुन्डङ यहाँ टुक्रुक्क बसेर होइन ऊ त केटी हेर्न त्यहाँ पर आउँदैछ कि या भनेको अझ उता बोलाउँछ हौ कति खालकी चाहिँ जानुपर्ने हो चाहिँ त्यता के यता हो छिराउ यस्तो छ जहिले पर्खाउँछ मलाई जहिले पर्खाउँछ कहिले छिटो गर्ने भनेको त नामै हुँदैन यो मान्छे कसलाई पर्खेको नि त्यहाँ चाहिँ त्यसो कुन चाहिँ साथीलाई पर्खेको त्यहाँनिर म यत्रो यहाँ हुँदा कसलाई पर्खिँदै बस्छु त्यस्तै छ जिन्दगी अब पर्खिनु पर्यो अनि ऊ त्यो सिधा बाटो तल जानुपर्छ यस्तो घाममा आउनुभयो हाम्रो मिस निर्देशिका भिडियो बनाउँछ भनेर अघि कपाल मिलाउँदै आउँदैछु कम्ता चलाएको छैन के भन्नु साथीलाई जहिले पर्खाएको गर्नुपर्छ त अनि जहिले पर्खेर बस्छु हिजो पनि म पर्खेँ आधी घन्टा जति आएन
हाम्रो दुईजना बादर्नीहरूको चाहिँ भेट भइसकेको छ र अब चाहिँ हामी जान आँटेको छौँ होइन। एउटा बादर्नी चाहिँ उहाँको साथीकोमा यहाँ ढिलो भइसक्यो, हामी 12 बजीसम्म पुग्नुपर्ने, अब 44सम्म उसले डुलेरै बसिरहेको छ है। अर्को बादर्नी चाहिँ अब हामी चाहिँ जाँदैछौँ, त्यहाँनिर एउटा दोकानमा काम छ त्यहाँ पस्छौँ, अनि त्यहाँदेखि हामी एकैचोटि जान्छौँ। कहाँ जान्छौँ? पर्खिँदा म त बुढो हुन आँटिसक्यो यार। हामी हेर है यहाँ जान आँटेको थियौँ, हामीले भिडियो नि बनाइसकेको थियौँ, हेर निस्क तिमी आएनौ, हामी गएको भनेर आइपुग्यो बादर्नी। अब 3टा बादरको भेट हुन्छ नि हामी चोक जाने। आइ भन न, हात मात्रै हल्लाउँदै आउँछ। भयो काम गोडी देखेको छ, राम्रै छौ। टेन्सन नमाउनु होइन। अब चाहिँ हामी सिपेनबाट निस्कि छोपियौ, क्यामेरा सब बन्द भयो। क्यामेरा चाहिँ कसरी बन्द हुन्छ? छाताले यस्तो भयो नि त। हामी चाहिँ सिपेनबाट निक्लिसक्यौँ। अब उतानिर मैले अस्ति तपाईँहरूलाई ओ माई गड सोनियाको मैले त्यो लोकेसन देखाउन बिर्सेछु कि, म देखाइदिन्छु आज ल त्यो पनि। बाई बाई। म सोनियाको लोकेसन पनि देखाइदिन्छु ल तपाईँहरूलाई टक्कसँगले। त्यहाँनिर छन् अहिले 2टा बादर्नी मर्न आँटिसक्यो, आइज कि आइज भनेर यसो भेटेर टक्क गइहाल्ने हुन्छ। म लोकेसन देखाइदिन्छु ल तपाईँहरूलाई। यहाँ हेर्नुहोस् यो हाम्रो स्वाद थकाली खाना रहेको छ। यहाँनिर प्रहरी बिट छ होइन, यहाँनिर प्रहरी बिट छ। अनि त्यहाँदेखि यो प्रहरी बिटको यो लाइनबाट होइन यता हिँड्ने होइन, यता आएपछि यता आउने, अनि टक्कै आएपछि त्यहाँनिर तपाईँहरूले ब्ल्याक बोर्ड देख्न सक्नुहुन्छ। यहाँनिर ऊ त्यहाँ हेर्नु त, ऊ सोनिया भनेर त्यहाँ देखेको छ, हो त्यो है लोकेसन चाहिँ। एकछिन है, यहाँनिर हो सोनिया मेकअप एन्ड नेल्स स्टुडियो। सबैजना लोकेसन सोध्नुभएको छ, थाहा पाउनु भयो होला है तपाईँहरू। सबैजनाले लोकेसन पनि देखिहाल्नु भयो होइन हाम्रो सोनिया मेकअप एन्ड नेल्स स्टुडियोको। अब चाहिँ हामी त्यहाँ जान आँटेको छौँ, किनभने त्यहाँ चाहिँ हाम्रो 2टा बादर्नीहरू बसिरहेको छ नि त, तिनीहरूले आइज कि आइज भनेर मार्न आँटेको छ। सो अब चाहिँ हामी त्यहाँ जान्छौँ। यहाँनिर हेर्नुहोस् त, प्रहरी बिटदेखि ठ्याक्कै यता आएपछि यहाँनिर 2टा ब्ल्याकबोर्ड छ। एउटा ब्ल्याकबोर्डमा के छ, ग्रो मोरवाला कन्सल्टेन्सी छ होइन, अर्कोमा चाहिँ सोनियाको छ। अब चाहिँ हामी जान्छौँ। यहीँनिर हो विराट चोकदेखि त देखिहालिन्छ नि मजाले। यो बादर्नीहरूलाई आउँदिनँ भनेको आइज कि आइज भनेर ल्याङ गरेर। पक्तिमारलाई हेलो दुर्गा दिदी। बादर्नी राम्रो 4टा बादर्नी रहेछ, 2टा होला भनेको त। मलाई त कसरी बालै दिँदैन, आइसाइ केही छैन। कत्रो अल्गो छ कितनी मैंने दुनिया के सबसे खतर के अरे अल्गो लगे भन्छ लम्बी। हेलो नेल एक्सटेन्सन हान्दैछन्। ओ यता हेर यत्रो नेल छ, राइट ह्यान्डमा नेल एक्सटेन्सन गरेर जाँदा भात। हेलो प्रभानी। ब्लग आउँछ प्रभानीको भरे। हेलो भरे ब्लग आउँछ। आइसक्यौँ हामी, देखिहाल्नु भयो। हामी बादरहरूको भेटै हुनुहुन्न, यहाँ थर्काइदिइसक्यौँ हामीले। अब को हो ए ऊ दिदी केराबारी के हो त? यहाँ हाम्रो केटीहरूको नेल एक्सटेन्सन हुँदैछ, हाम्रो बिनु दिदी। अनि यता दिदीको नाम त के पो मैले बिर्सेँ, शोभा दिदी। बिनु दिदीले नेल एक्सटेन्सन गरिदिनुहुन्छ। नक्कल पार्नुपर्ने नाला नेल एक्सटेन्सन गरी ठुटेर छ मेरो त यी नङ पनि। आज हामीले स्टार्ट गरेको। हेलो गाइज, प्रतिज्ञा छैन है, पहिला गयो के हो यो मेरो अनुहार छ यताबाट राम्रो देखिन्छ। कस्तो नराम्रो देखियो होइन, दागै दाग मेरो हेर्न बाई दिदी। बाई दिदी। पुकाल्दी क्या हो? अब चाहिँ गएको म फेरि ढिलो गयो भने घरबाट नि मम्मीले मार्नुहुन्छ नि त। ओए आऊ है तिमीहरू, हामी गएको। बाई जोची। लेट्स गो होम, नत्र मम्मीले घरबाट खेदाउनुहुन्छ। अब चाहिँ ला छाता खोइ के थाहा अब यस्तो ढिस चाहिँ जागो छाता त्यही छोडेर जान्छु। बाई बाई।
साथीहरू यस्तो छु क्या म छाता हेर्नु यसरी म छाता छोड्दै हिँड्छु मेरो छाता खोइ नेजिका म जहाँ गयो छाता त्यही छोडेर हिँड्छु ल बोक लाउ न जहाँ गयो छातामा चाहिँ हामी चाहिँ यहाँ बिराट चोकमा छौँ अब चाहिँ घर जान्छौँ एकैचोटि घर गएर भेटौँ ल ओके खालि मेरो क्यामेरा छोपिदिने काम मात्रै गर्छ यो ठुलीले चाहिँ साथीहरू अब चाहिँ हामी है सिपिएनबाट देखिहाल्नु भयो ल हामी कहाँ गयौँ हाम्रो बादर्नीहरूसँग भेट्यौँ पनि अनि अब चाहिँ हामी घाम छैनौँ निर्देशिकाको घर गएको थियौँ त्यहाँबाट अब हाम्रो घर जाँदैछौँ है यस्तो छ हजुर घरहरू बिक्रीमा रहेछ लु फोन नम्बर टिपिराख्न आउनु होला लिनको लागि 1 वर्ष भइसक्यो र कसैले किनेको रहेछ किनिसकेको हो अब एकचोटि अनि किन राखिरहेको हामीहरूले पनि बेच्न आँटेको त्यो जे भए पनि बिक्रीमा रहेछ नि त अब हामी घर जान आँटेको एकचोटि घर गएर भेटौँला र साथीहरू म फेरि पनि ब्याक भइसकेँ मैले अघि भने त्यो निर्देशिकासँग घर गएपछि भेट्छु होइन तर हामी घर आयौँ खाजासाजा खायौँ यत्तिकै टिभी हेऱ्यौँ के गऱ्यौँ होइन त्यत्तिकै बस्यौँ र अहिले चाहिँ हेर्न सक्नुहुन्छ यहाँ तपाईँहरू सबैजनाले रात परिसकेको छ है मजा अब कति बजिसक्यो 4, 5, 5:30 भइसक्यो रात परिसक्यो होइन गर्मी यस्तो छ के भन्नु नि म गर्मीले पछाडि मेरो घाँटीहरू हुन्छ नि पाक्न आँटिसक्यो यस्तो रिस उठिरहेछ नि मलाई त्यहीमाथि गर्मी मनै नपर्ने यस्तो गर्मी भइरहेछ कपाल हेर्नु न यहाँ भुत जस्तो उडिरहेछ तर पाल छैन मलाई अब चाहिँ के गर्नु त यस्तै हो राम्रो भएर पनि साध्य छैन गर्मीमा पातलाक्कै पसिना आएर कस्तो काली देखेको र म काली पनि भएर उपर घाममा त्यो यस्तो घाममा जानुपर्छ यार कम्प्युटर क्लास पनि काली भइसक्यो म अब यस्तै छ भिडियो यस्तै भयो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई होइन लाइक कमेन्ट सेयर गरिदिनुहोस् भिडियो मन परेमा यदि सब्सक्राइब गर्नुभएको छ भने च्यानल अहिलेसम्म गएर सबैजनाले सब्सक्राइब गरिदिनुहोस् र फेरि पनि एउटा कुरा भन्न चाहन्छु नबिर्सिकन गएर लाइक चाहिँ गरिदिनु होला भिडियोलाई यति नै हो आजको भिडियो थ्याङ्क यू फर वाचिङ बाई बाई